क्वाड्रेटिक इक्वेसन भन्ने जुन इक्वेसन को भेरिएबल को पावर कति हुन्छ 2। तो यहाँ एग्जांपल यो स्टैंडर्ड फॉर्म हो। अब हाम्रो 2x² - 3x + 12 = 0। तो कुन इक्वेसन भयो हाम्रो? कुन इक्वेसन भयो? x² - 3x + 12 = 0। कुन इक्वेसन? कसरी जाने? यो भेरिएबल x आफ्नो भेरिएबल हो, तर भेरिएबल को पावर कति छ 2। यो 2 डिग्री को इक्वेसन भएकोले त्यसलाई हामी के भन्ने? क्वाड्रेटिक इक्वेसन। अब भन्नु त यो इक्वेसनले कस्तो रुट दिन्छ? कस्तो भ्यालु दिन्छ? रियल कि इमेजिनरी कि रेशनल कि कुन? रेशनल मात्र? यो ठेगानी हुँदैन। हामी के गर्नु पर्यो? यस डिस्क्रिमिनान्ट को भ्यालु फाइन्ड गर्नु पर्यो। यो इक्वेसनलाई गिवन इक्वेशंस कम्पेयरिङ विथ स्टैंडर्ड फॉर्म अफ क्वाड्रेटिक इक्वेसन। यो इक्वेसनलाई क्वाड्रेटिक इक्वेसनसँग के गर्ने? तुलना गर्ने। जस्तै के गर्ने? ax² + bx + c = अब कम्पेयर गर्नु भने x² को गुणांक कति छ? a। यहाँ x² को गुणांक कति? 1। a को कति? 1। यहाँ x को कोएफिशिएंट कति छ? b। यसमा x को कोएफिशिएंट कति? 3 कि -3? b = -3 and c = 1। अब के को भ्यालु फाइन्ड गर्ने? डिस्क्रिमिनान्ट को के फाइन्ड गर्ने? b² - 4ac फाइन्ड गर्ने। अब b को ठाउँमा कति? b कति छ रे? -3 होल स्क्वायर -4 a कति? 1 into c कति? कति आयो? 9 minus 36। अब कति? कति है? अब यो -27 क्या हो? ग्रेटर देन 0 इक्वल टू 0 कि लेस देन 0? लेस देन। जब डिस्क्रिमिनान्ट यो b² - 4ac को भ्यालु क्या हो? लेस देन 0 आयो भने अब हामी के बुझ्ने? इमेजिनरी। यसको सल्युसन गर्न हामी सक्दैनौं। यसलाई फर्स्ट इन्टु लास्ट गर्न सक्दैनौं। कस्तो रुट दिन्छ? इमेजिनरी। कस्तो रुट आयो? इमेजिनरी। भनेको दिस क्वाड्रेटिक इक्वेसन गिव्स 2 roots but these 2 roots are imaginary not real। रियल रुट हुँदैन। कस्तो रुट हुन्छ? इमेजिनरी। अब इमेजिनरी रुट भनेको त हाम्रो धेरै कम्प्लेक्स नम्बरमा आउँछ, रियल नम्बरसम्म हाल्नु पर्छ। इमेजिनरी जस्तै हामी एउटा कन्फ्युजन छ यहाँ के 4 को कति हुन्छ? √4 भनेको कति? 2 हैन? तर यस्तो भयो -4 कति हुन्छ? √4 को त हामी 2 भयो, तर रुट अन्डर -4 इक्वल टु कति? कति? आउँदैन हैन? आउँदैन। यो के हो? आउँछ। यही रुटलाई हामी के भन्ने? इमेजिनरी रुट भन्ने। त्यसलाई हामी के लेख्छौं? रुट अन्डर 4i²। अनि यहाँ दिमागमा राख्ने i² इक्वल टु के हुन्छ? -1। i² इक्वल टु के हुन्छ? -1। अब यो 4 को 4 भयो, यो माइनस को ठाउँमा हामी के गरे? i²। अब 4i² भनेको 2i को होल स्क्वायर। यसलाई के लेख्न सकिन्छ? 2i को होल स्क्वायर। अब 2i को होल स्क्वायर हामीले के गर्ने? 2i। यही माइनस रुट अन्डर -4 को भ्यालु कति हुन्छ? 2i। अनि यो रुटलाई हामी कुन रुट भन्ने? इमेजिनरी रुट भन्ने।
कौन रे